हेलो साथीहरू, स्वागत छ यहाँहरूलाई फेरि एकपल्ट मेरो च्यानल सुषमा सङ्गम ब्लगमा। र धेरै दिन बादमा है ब्लग लिएर आउँदैछु। अस्ति पनि मैले उयसको मर्निङ वकको थालेकै थिएँ है। र आजकल टाइम नपाएकोले कारणले चाहिँ अब हतापता लिएर नआएको। अब मैले सुषमा किचन्स उयसमा त मैले रेगुलर ब्लग हालिरहेको छु, तर सर्ट ब्लग हालिरहेको छु त्यसमा पनि, किनभने अब अब अहिले त दोकानमा बसिबसाइ छ, दोकानमा बिजी हुन्छु, त्यही भएर चाहिँ। अन्तखेरि आज चाहिँ खास के छ त्यस्तो तपाईँहरूलाई भन्नुपर्ने कुरो भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो घरमा गेस्ट आउनेवाला छ है। त्यो पनि मैले अहिले चाल पाएको, मैले हतार त्यो भएर मैले भिडियो बनाएको। र को गेस्ट भन्दाखेरि चाहिँ म चाहिँ अब यहाँ बिहा भएर आएँ है सिक्किम। र म मेरो हस्बेन्डसँग फर्स्ट भेट्दाखेरि चाहिँ मेरो हस्बेन्डले कसलाई लिएर आएको थियो भन्दाखेरि चाहिँ एकजना भाइ थियो। किनभने उहाँ चाहिँ एकजना राम्रो राइडर हुनुहुन्छ नि त। अन्त अब गाडीमा आयो भने त ढिलो हुन्छ, जाममा फस्छ भनेर चाहिँ उसले चाहिँ भाइलाई लिएर आएको थियो। उसको साथीको भाइ रहेछ, उसको भाइ अब भनौँ। र चाहिँ उसलाई लिएर आएको थियो। र हामी चाहिँ 1 वर्षमा चाहिँ भेट्दैछौँ भाइलाई। उसले पनि भेटेकै थिएन अरे, यहीँ गान्तोकमै थियो। र पनि अब आफ्नो आफ्नो व्यस्तताको कारणले गर्दा है, त्यो कारणले भेटेको थिएन। र आज चाहिँ उहाँ फाइनली हाम्रोमा आउनु हुँदैछ अरे। अब अचानक चाल पाएको। म पनि अब दोकानमा बिजी नै छु है। तर पनि अब एकदम खुसी लागिरहेको छ। र हेरौँ आज बस्नुहुन्छ कि बस्नु हुँदैन, के कसो त्यो पनि फिक्स पनि छैन। र आज म तपाईँहरूलाई चाहिँ हाम्रो भाइसँग चाहिँ भेटाउन गइरहेको छु, जोसँग मेरो हस्बेन्ड च्याङबा आउनुभएको थियो सिलगढीमा फर्स्ट टाइम हामी भेट्दा। लु तपाईँहरूलाई पनि म भेट गराउँदैछु है त। आज को आउनुभएको छ हाम्रो घरमा? आज हाम्रो छिरिङ वाङदी भाइ आइरहेछ नि। आज छिरिङ वाङदी भाइ चाहिँ को पो? उहाँ चाहिँ हाम्रो फर्स्टमा अन्त सिलगढी जाँदा उहाँलाई भाइले लिएर गएको होइन, उहाँलाई बाइकमा होइन। अन्त सिलगढी जाँदा किन सिलगढी किन जानुभएको? तपाईँ म भेट्न जाँदा फर्स्ट हामी भेट्दा है, भेट्दा भाइलाई लिएर आउनुभएको थियो है। र उहाँ भाइ चाहिँ आज आउनुभएको छ है। हेलो 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 दाजु र भाउजूले मलाई यस्तो स्पेसल इन्भाइट गर्नुमा धेरै धेरै धन्यवाद दाजु र भाउजूलाई। त्यस्तो स्पेसल डिनर दिनुभएकोमा स्पेसल डिनर पनि अब गर्नु आँटेको हामी अहिले त्यस्तै दाजु भाउसँग यस्तो इन्ट्रोडक्सन गर्दै गफ गर्दै पाइरहेको यस्तो के तर हामी 1 वर्षमा चाहिँ भेट्यौँ है। हामी आफ्टर लङ टाइममा भेट्यो। अब खुसी छ भेट्दा पनि, म एकदम खुसी छु। आज चाहिँ भाइ कताबाट झट्टारिएर दाजु भाउजू सम्झेर आइपुगेछ नि त। पानी परेन नि के भएर चाहिँ गाउँ झुकेर आइपुगेको चाहिँ खास खुसी छु आज। आज चाहिँ हामी पनि एकदम खुसी छौँ है। म पनि खुसी छु ल, यस्तो भाउजूसँग आज टाइम स्पेन्ड गर्नु पायो, यस्तो दाजुसँग, यही मेरो लागि सबसे ठुलो कुरा नि हो। उहाँ भाइले गर्दा चाहिँ हामी अब भेट भएको। उहाँ भाइ चाहिँ अब त्यति बेला है अभाइलेबल नभएको भए चाहिँ यति बेला हामी भेट भएको हुन्थ्यौँ नि होला। च्याङबा उयसमा सर्भिस गाडीमा आउनु पर्थ्यो, अब ढिलो हुन्थ्यो, अब के प्रब्लम्सहरू हुन्थ्यो नि है। अन्त बाइकमा आउँदाखेरि चाहिँ के भयो अरे दाजु चाहिँ? अब यस्तै दाजुको लागि चाहिँ खास अब भाइले सपोर्ट चाहिँ गरेको थियो चाहिँ खास चाहिँ अब त्यस्तै हुन्छ नि कुराहरू, सानो कुरामा अब अलिकति भाइको पनि सपोर्ट छ भने दाजुलाई पनि खुसी हुन्छ। तर यता चाहिँ बाइकमा सुत्ने खालको मान्छे, तर र त सेम उयो मिलेछ भनेको। म पनि बाइकमा झुल्ने मानिस छ नि त। सानो सुतेको अब म त दाजुले त जप्काउँदा अब हाइवेतिर कस्तो कुदिरहेको हो, दाजु सुत्दैसक्यो ब्यागतिर जुन्डिरहेछ नि यो खालको सुतेको छैन बन्दैछ बिचरा। होइन बाइकमा क्या चलाउँदै गर्दाखेरि चाहिँ झुल्यो भने चाहिँ नि वात पछाडि तान्छ नि त है। बिचरा मजा आएछ। अब फर्स्ट टाइम एक्सपिरियन्स अब सिलगढी जस्तो जग्गामा अब बिचरा अब जानु भएको छ, तर त्यसरी अब फर्स्ट टाइम एक्लै अब एक्सपिरियन्स मजा आयो अरे मसँग। बाइक त जब पनि पुगिरहेको छ, त्यस्तै हो बाइकको स्टोरी। ल अब खाना खाऊँ ल। हुन्छ तपाईँको आज तपाईँको हातको खाना चाहिँ अब खानामा अब त्यस्तो खासै त बनाएको छुइनँ हो, यसो अब इमर्जेन्सीमा है आइपुगेछ भाइ। टेस्ट दामी कि खाना दामी हो। ल खाना खाऊँ है। आज फिस बनाइदिएको छु भाइलाई।
यहाँ च्याङ्बाको लागि हालिदिएको छु र यहाँ चाहिँ कोपी बनाइदिएको छु यहाँ दाल छ यहाँ भाइको लागि अन्त यता चाहिँ छ हामीले हालिसकेको फिस उब्रिएको भनौँ न ल खाऊ भाइ कस्तो बनिएको छ के बनिएको छ होइन हुन्छ ल थ्याङ्क यू तपाईँले यति साह्रो दुःख गर्नुभयो मेरो लागि के दुःख माछा मेरो फेभरेट डिस तर वान अफ द मेरो फेभरेट डिस ए हो ल टेस्ट गरौँ त पहिला अब पाहुनाले टेस्ट गर्नु पऱ्यो नि कस्तो भएछ के भएछ अब इमर्जेन्सीमा भाउजूले बनाइदिएको हो सबै बगललाई डोकेर चाहिँ कोपी है फर्स्ट अफ अल हेड अफ द फ्यामिलीलाई है सेकेन्ड यु एन्ड माई प्यारो भाइलाई थ्याङ्क यू साइडमा दिनुहोस् है हुन्छ हुन्छ पारामै घुम्ने नि अब हातले नि हात त एकदम चरक अलिक साइडमा हालिदिनु नि हुन्छ हुन्छ दामी छ ल यसमा चाहिँ अब यो दाल हालिदिनुहोस् प्याज र होइन आफ्नो ल प्याज र यो खोर्सानी गयो भने चाहिँ दामी धेरै धन्यवाद है दाजु र भाउजूलाई यति साह्रो गर्नुभयो मेरो लागि ल भाइलाई हालिदिनुहोस् दाल दाल हाल्नु भाइ औ दाल पनि नेपालको दाल रहेछ नि ल रचिएको यो मेरो फेरि धनिया फेभरेट हो कि जेमा धनिया हालिदिएको छु मैले होइन पेला कहाँ हो अन्त यो मैले यो चाहिँ लोकल पारा हात दिने कि आज चाहिँ कसैको चाहिँ भोलि दुख्छ ल अब यिनीहरूलाई चाहिँ लस लु टेस्ट गरौँ न त हुन्छ नुनहरू कस्तो भयो पिरोहरू कस्तो भयो सबै भन्नु ल यो चाहिँ कोपी कोपी अरे फुलकोपी यसलाई खाइदिन्छु एकैताल हो फुलकोपी दामी अब दाल टेस्ट हुन्छ अब यता च्याङ्मालाई पनि सोध्नु पर्छ दामी दामी यता लु च्याङ्बा टेस्ट दामी गर्नुहोस् त टेस्ट म फर्स्ट अफ अल माछा टेस्ट गर्छु ल ओके माछा के गर्दै बस्छ तिमी हेर्दै बस्छ कस्तो भएछ दामी A1 भएछ ल ए हो A1 ल म पनि खाएँ अब ल ओके र मर्निङमा चाहिँ मैले ब्रेकफास्ट चाहिँ अब चाउमिन बनाइदिएको छु बिचरा अब भाइ चाहिँ खाएर जाँदैछ नि त यति खाइदिन्छु कि अलिक जिरो भयो कि हतार है हतार भएर त म एक खाइदिन्थेँ नि थ्याङ्क यू धेरै धेरै धन्यवाद दाजुभाइलाई राजु त चाहिँ मैले पनि बिहान बिहानै त्यहाँ पनि चाउमिन खाँदैछ म छक्कै पऱ्यो नभए त बिहान बिहानै खानु मान्दैन नि दामी भएछ मिठो कसो भएछ च्याङमा नुनहरू लागेछ चाहिँ यस्तो बनाइदिएको छु चाउमिन हतार हतारमा किनभने अब म चाहिँ निस्किनु आँटेको छ नि त पिरो भएछ बाउजूको च्यानललाई सब्सक्राइब गरिदिनु लाइक गरिदिनु कमेन्ट गरिदिनुहोस् है सबैजनालाई ठुलो हुँदैछ अझै यसमा एउटा मासु थियो बिहान आज खाएको मैले फर्स्ट आज नि हो थुप्रो टेस्टी हाम्रो अब भाइ निस्किनु आँट्यो हुन्छ हुन्छ पर्ने छ अब ढिलो भइसक्यो तपाईँले बिस्तारै यस्तो पकाइदिनु भयो धेरै धेरै धन्यवाद ओके हुन्छ हुन्छ अहिले भएन बा भयो नि आउनु टाइम पाइछ नि ल अब रुम चिने नि मैले भाइले चाहिँ गाडी स्टार्ट गर्यो अब भाइ चाहिँ निस्किनु आँटेको छ निस्क्यो